मेरो लास्ट क्वेसन चाहिँ हजुरलाई के छ भने जस्तै यो जुन जो टिचरहरू चाहिँ अहिलेसम्म पनि ट्रेडिसनल तरिकाले पढाइरहनु भएको छ र उहाँहरूलाई चाहिँ अब जियोजेब्रा चाहिँ युज गरेर जो अहिलेको चाहिँ म्याथमेटिक्स टिचिङमा चाहिँ अगाडि बढ्नुपर्छ वा बढ्नु पर्दैन भन्ने सन्दर्भमा उहाँहरूलाई अझै पनि कतिलाई कन्फ्युजन पनि छ होइन किनकि अपडेट जस्तै तपाईँ हामी अपडेट भयौँ होला तपाईँ हामी इन्ट्रेस्ट देखाएर हामीले कतिपय ट्रेनिङहरू पनि अनलाइन ट्रेनिङ एटेन्ड गर्छौँ होला तर त्यस्तो सबैमा त्यो खालको पाइँदैन अनि तपाईँलाई चाहिँ हजुरलाई चाहिँ के लाग्छ यो ज्यामिति टिचिङ गर्नको लागि चाहिँ जुनसुकै टिचरलाई पनि चाहिँ जियोजेब्रा सम्बन्धीको ज्ञान चाहिँ भयो भने चाहिँ त्यसले पछि प्रभावकारी परिणाम ल्याउँछ विद्यार्थीको पढाउने सन्दर्भदेखि लिएर विद्यार्थीमा चाहिँ ज्यामितिमा चाहिँ उनीहरूको पर्फर्मेन्सदेखि लिएर त्यसमा राम्रो हुन्छ वा हुँदैन भन्ने सन्दर्भमा तपाईँको के सुझाव छ सर जो शिक्षकहरू जो चाहिँ अझै पनि जियोजेब्राको चाहिँ ज्ञान छैन उहाँहरूलाई बेसिकभन्दा बेसिक कुराहरू पनि ज्ञान छैन र फेरि अब भविष्यमा फेरि टिचिङ गर्ने सन्दर्भमा अहिले फेरि अब डिजिटल दुनियाँमा गइसकेको छ यो सन्दर्भमा हजुरको सुझाव के छ सर त्यस्तो शिक्षकहरू जो शिक्षकहरू चाहिँ अपडेट हुन चाहनुहुन्न अझै पनि ज्यामितिलाई चाहिँ पढाउने थुप्रा आइसिटी टुलहरूलाई इन्टिग्रेट गर्न जानुहुन्न त्यस्तोहरूलाई जियोजेब्राको महत्त्व बारेमा के सुझाव दिन चाहनुहुन्छ सर यो कुरामा चाहिँ म के भन्न चाहन्छु भने यो चाहिँ इच्छा शक्तिले सबैभन्दा ठुलो रोल प्ले गर्छ। अब यस्तो छैन कि जस्तो हामी भर्खरै युनिभर्सिटीबाट आइरहेका छौँ तैपनि हामीले ल जियोजेब्रामा तपाईँको डाइनामिक एप्लाइडहरू बनाउनु पर्यो भने निकै मेहनत लाग्छ। बसेर तपाईँ बनाउन थाल्नु भयो भने त्यसको चाहिँ विभिन्न खालको एनिमेसनहरू बनाउनु पर्यो, स्लाइडहरू जोड्नु पर्ला, बटन राख्नु पर्ला, कसरी के गर्ने डिजाइनहरू गर्नु पर्ला, त्यो सबै गर्दा चाहिँ हामीलाई त त्यत्रो टाइम लाग्छ। अब यो टिचर धेरै अगाडिबाट मानौँ न अब यो शिक्षण पेसामा हुनुभएको लगभग 20-25 वर्ष पनि कतिपय टिचरहरू कार्य जुन अध्यापन गराउँदै आइरहनु भएको छ उहाँहरूलाई त कम्प्युटरको तपाईँको बेसिक एउटा अफ अन गर्ने पनि अझ त्यसमा कन्सेप्ट अब त्यस्तो लेभलको टिचरहरूमा चाहिँ हामीले अलिकति गाह्रै पाउँछौँ यो जियोजेब्रा नै युज गर्ने अथवा आइसिटी टुल्सहरू कसरी प्रयोग गर्ने भन्ने कुरामा। तर असम्भव भने चाहिँ छैन है, असम्भव चाहिँ छैन। जस्तै अब कतिपय टिचरहरू जो अब हामीभन्दा एकदमै हाम्रो बुवाको होइन बाउको काकाको मिलेका मतलब लगभग रिटायर हुन लाग्नु भएको टिचरहरू पनि एकदम अपडेट पनि हुनुहुन्छ, अपडेटेड पनि हुनुहुन्छ। उहाँहरूले गरे भएको छ उल्टै ट्रेनिङ पनि दिइरहनु भएको छ क्या उहाँहरू। अब यस्तो मतलब त अब त्यो अपडेट हुनु पर्यो, इच्छा शक्ति हुनु पर्यो। म सिक्छु, म गर्छु, टेक्नोलोजीसँग म फेमिलियर हुन्छु। मैले जसरी पनि यदि यो अब शिक्षा भनेको तपाईँको एकदमै परिवर्तित इनोभेटिभ होइन यो त डाइनामिक कुरा हो। त्यसमा यदि आफूले एडजस्ट हुनु छ भने समयअनुसार आफूले आफूलाई तुरन्त अपडेट गर्नु पर्यो। आफूले आफूलाई अपडेट नगर्ने भने डाइनासोर जस्तै के भन्छ विनाश नाश हुन नै सक्छ। जस्तै अहिले यसको नोकिया मोबाइल फोन पनि कुरा आउँछ नि, कुनै जमानामा नोकिया एकदमै चर्चित होइन, जो कोहीको हातमा लगभग नोकिया फोन हुन्थ्यो। अहिलेको समयमा नोकिया भनेको लगभग हराइसक्यो क्या, हराइसक्यो। टाइम अनुसार चेन्ज हुन सकेन नि त। अब टिचरले यदि साँच्चै नै म राम्रो गर्छु, विद्यार्थीलाई कन्सेप्टहरू एकदम क्लियर गर्छु र अझ धेरै रिसोर्सहरू आफूलाई अपडेट राख्छु भन्ने हो भने त्यो इच्छा शक्ति हुनुपर्छ। त्यो सिक्ने चाहिँ एउटा इच्छा शक्ति राखेर यदि अग्रसर भइयो भने पक्कै पनि सिक्न सकिन्छ। र एउटा कुरा अर्को के पनि भन्न सकियो भन्दाखेरि अब जियोजेब्रामा कुनै डाइनामिक फाइलहरू एप्लेटहरू बनाउन, एनिमेसनहरू बनाउन, भिजुअलाइजेसनहरू बनाउन अलिक गाह्रै त्यो असम्भव चाहिँ होइन, गाह्रै छ। तर त्यो नबनाइकन पनि त रिसोर्सहरू त जुनले बनाएको रिसोर्स त युज त गर्न त सजिलै हुन्छ, सजिलै हुन्छ। त्यति चाहिँ गर्नुपर्छ क्या सर। जस्तै म आफै पनि के गर्छु भने अब मैले बनाएको फाइलहरू अब मानौँ न गणितको अब त्यत्रो भएका जति सबै क्षेत्रलाई समेटिने गरी पक्कै पनि इनफ त बनाएको छैन होला। अब नभएपछि के गर्ने भने आफूले पनि कहिलेकाहीँ त्यो प्रयोग गर्नु पर्यो भने रिसोर्सको रूपमा अनलाइन रिसोर्स जति पनि छन् जियोजेब्राले आफ्नै
रिसोर्स त्यहाँनिर पनि अभाइलेबल गरिदिएकै छ। छ म हो आफैले पनि त्यो भिजिट त्यो गर्छु, साइट भिजिट गर्छु, हो अनि त्यो युज गर्छ ल है। ओहो जसरी पनि हामीले त्यो विद्यार्थीलाई बुझाउने हो, विद्यार्थीमा उम्, कन्सेप्ट क्लियर गराउने हो, हो चाहे त्यो आफूले बनाएर होस्, हो साथीले मागेर होस्, अथवा अनलाइन रिसर्चबाट होस्। त्यसरी चाहिँ अलिकति म्यानिपुलेट त्यहाँ गर्न पाइहाल्छ, मजाले मुभ गर्न मिलिहाल्छ, अथवा मिलिहाल्छ भनौँ न त्यसलाई म्यानिपुलेट गर्न पाइन्छ त्यति भएपछि ल हुन्छ। सो मेरो सजेसन चाहिँ त्यही छ, यदि कुनै पनि टिचरले असम्भव भन्ने चाहिँ छैन, यदि इच्छा शक्ति भयो भने कम्तीमा आफूले त्यस्तो खत्रै फाइल बनाउन नसके पनि रिसोर्सहरू चाहिँ त्यो एक्सप्लोर गरेर त्यसलाई युज चाहिँ गर्न सकिन्छ, कम्तीमा पढाउने ठाउँमा इन्टिग्रेट गर्न सकिन्छ क्या। त्यतिसम्म भयो भने पनि लगभग हामीले जुन यो 21st सेन्चुरीमा चाहिरहेको एजुकेसनलाई त्यत्रो धेरै ग्याप पक्कै पनि नहोला।